हेलो एन्ड नमस्ते वेलकम टु माई मिनी ब्लग आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु। म चाहिँ बिहान उठेर आँखा मिच्दैछु क्या। आजको प्लान चाहिँ हामी काफल खान जाने भनेको थियो अनि यहाँ चाहिँ म तपाईँहरूलाई मेरो गाउँको भ्यू देखाउँछु त। ललितपुर भन्ने ठाउँ पनि यति सुन्दर छ हेर्नु। आज तपाईँहरूलाई सहर जस्तो ठाउँमा मात्रै ललितपुर भन्ने थाहा छ तर यभित्र थाहा छैन। यो चाहिँ मर्निङ भ्यू हो अनि हामी चाहिँ मुखसुक थयौँ। दिदी पनि यहाँ फ्रेस हुँदै हुनुहुन्छ अनि फ्रेस भएर चाहिँ हामी चाहिँ काफल टिप्न जाने भनेर रेडी भएर हामी चाहिँ बाटोमा हिँडिसकेका छौँ। अनि यहाँ चाहिँ दिदी र भाउजू अनि माइजू चाहिँ अगाडि गइसक्नु भएको छ अनि हामी चाहिँ हिँड्दा हिँड्दै बाटोमा चाहिँ हामीले चाहिँ आइसुलीको बोर्ड देख्यौँ अनि त्यसपछि कस्तो मिठो थियो क्या। अनि हामीले चाहिँ टिपेर खान थाल्यौँ अनि त्यसपछि हामी सबैजनाले खाइसकेपछि चाहिँ अब चाहिँ यहाँ बहिनीहरू चाहिँ पुरै भाइ बहिनीहरू चाहिँ पुरै काफलको बोटमै बसेर पुरै खाँदै थियो। अनि यहाँको चाहिँ अलिकति अमिलो भएको कारणले चाहिँ हामी चाहिँ अर्को रुखमा गएर खाऊँ न है भनेर सोचेको थियौँ। अनि त्यसपछि हामी चाहिँ अर्को ठाउँमा लाग्यौँ अनि त्यसपछि हामी चाहिँ म चाहिँ यहाँनिर रुखमा चाहिँ पुरै टिप्दै टिप्दै खाइरहेको छु क्या। कस्तो मिठो थियो क्या। अमिलो पनि थियो यहाँको थियो रहेछ तर प्रायः जस्तो चाहिँ गुलियो नै थियो। अमिलो पनि थियो हेर्नु न कस्तो मिठो क्या। वाउ। अनि हाम्रो भाउजू माइजू दिदीहरू चाहिँ रुखमा चढ्नु भयो। मलाई चाहिँ डर लाग्छ नि त रुखमा चढ्नलाई अनि त्यही भएर म चाहिँ तलै बसेर आफूले जति जति भ्याउँछ त्यति नै टिप्दै थिएँ। अनि यहाँ चाहिँ मैले दिदीहरूको भिडियो पनि बनाइदिँदै थिएँ अनि मेरो भिडियो चाहिँ अन्तिम भइसकेको छ। अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एन्ड लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला एन्ड बाई बाई लभ यु गाइज।